ल साथीहरू आज चाहिँ म टक्कै भाल्टाङ भुल्टुङलाई मेरा प्यारा भाइहरूलाई चाहिँ नि एउटा प्रश्न सोध्न लागिरहेको छु। प्रश्न पनि कस्तो भनेदेखि एकदमै दिमाग खियाउने प्रश्न सोध्न लागिरहेको छु। जसले सही उत्तर छिटो दिन्छ उसले चाहिँ यो 10 रुपियाँ पाउनेछ भनेर शर्त राखिसकेका छौँ हामीले है। ल अब लेट्स गो लागौँ। 10 रुपियाँ खानेवाला को हो? अलिक हात उचालौँ त। कसले लाने हो यो 10 रुपियाँ? म लान्छु होला। तिमीले लाने हो कि तिमीले? तिमीले हो। ल दावेदार फर्स्ट दावेदार ऊ भाइ छ, मोटे भाइ छ। कपन भन्ने ठाउँबाट चाहिँ होइन दुईजना मान्छे एकदमैसँग कुदेर गए होइन। अनि खरिबोट चोकमा गएर चाहिँ नि 3 कप चिया मागेर खायो। अब कति कति कप चिया खायो होला? 1 कप र आधी आधी। हो होइन हो भने हो भन्नु पर्यो, होइन एकजना मान्छे होला, दुईजना मान्छे होइन। त्यही त प्रश्न सुन न। यो कपनबाट चाहिँ दुईजना मान्छे होइन एकदमैसँग कुदेर गए होइन। अनि खरिबोट चौकमा गएर चाहिँ नि 3 कप चिया मागे उसभित्र होइन होटलमा। अनि उनीहरूले कति कति कप चिया खायो होला? कति कति कप खायो त्यो भन्ने। 1 कप भने 1 कप, 1.5 कप भने 1.5 कप भन्ने। 1 2 3 ला फेल। तिमीहरू कामै छैन, पैसा खान त गाह्रो छ नि हो। ल यो पैसा खानै सकेन साथी। अब तिमीहरूले पैसा खाँदैनौ कसरी? अब यहाँ सुन अब त्यो चाहिँ दुईजना मान्छे थिए होइन। फेरि यहाँ प्लस एक दमाई हो नि त। एक दमाई पनि मान्छे हो। दमाई भनेको थाहा छ कि छैन? एक दमाई। अनि त्यहाँ गएर चाहिँ 3 जना कुदेर गएछन् नि एकदमैसँग होइन, 2 जना नि। त्यहाँ गएर चाहिँ नि अब उनीहरूले चाहिँ खरिबोट चौकमा चाहिँ कहाँ दमाई भनेर दिमाग घुमाउने प्रश्नमा कहाँ 1 जना मान्छे थियो। अनि खरिबोट चौकमा गएर चाहिँ नि उनीहरूले होटलमा 3 कप चिया मागे। 3 कप चिया मागेर कति कति कप खाए रहेछन्? 1 कप खाए। ल गाइजहरू 10 रुपियाँ पनि साथीहरूले हाम्रा भाइहरूले खान सकेनन्। ल खानु नि दिइनँ मैले, खानु नि दिइनँ 10 रुपियाँ।